कता खोज्न जाऊँ उज्यालो प्रकाश, सधैँ हेर्छु बाटो सँगालेर आशा। नमस्कार, म लक्षा पौडेल। म आज एउटा कविता वाचन गर्न गइरहेको छु, जसको रचना चाहिँ वीरेन्द्र नेपालले गर्नुभएको छ र यो चाहिँ भुजङ्ग प्रयत्न छन्दको रहेको छ भने, अनि यसको शीर्षक रहेको छ वेदना। ल अब म कविता सुरु गर्न गइरहेको छु। कविता यसरी सुरु हुन्छ। सधैँ दुःख खप्दै कट्यो जिन्दगानी, खुसी दिन्छु भन्थ्यो बिजायो सिरानी। कता खोज्न जाऊँ उज्यालो प्रकाश, सधैँ हेर्छु बाटो सँगालेर आशा। सहारा दिँदैनन् भए त्रास बाँड्छन्, फकाएर उल्टै यहाँ देह लुट्छन्। लगाएर ढोका सुते कृष्ण रुद्र, पुकार सुनेनन् भए आज क्षुद्र। सधैँ प्यास लाग्दा पिए आँसु आफ्नै, सिलाएर आत्मा बसे आज एक्लै। थियो फूल जस्तै सुनौलो जवानी, जलाएर भाग्यो बनायो खरानी। गडेको छ काँडो सधैँ दुख्छ छाती, बिना निद सोचा इमा बिछ राती। बुझेनन् कसैले अभागी ललाट, बसेको छु पीडा खपी आज कष्ट। बसेको छु पीडा खपी आज कष्ट। भए नि एक्लो न आफन्त कोही, जलाएर इच्छा म बाँच्दैछु रोई। बगैँचा भरी फूल फुल्छन् सुनौला, बसेकी छु हेर्दै सदा फूल नौला। बसेकी छु हेर्दै सदा फूल नौला। हस्त, धन्यवाद।